चाहिँ म स्किन केयर कोरियन स्किन केयर गरेर देखाउँछु ल तपाईँहरूलाई। म चाहिँ के युज गर्छु भनेदेखि फेसवास चाहिँ कोरियन चलाउँदिनँ म। फेसवास चाहिँ यो केराभीको यो एकदमै राम्रो छ यो प्रडक्ट। म इन्डियामा हुँदाखेरि पनि यो चलाउँथेँ, काठमाडौँबाट मगाएर भए पनि यो चलाउँथेँ मैले। काठमाडौँमा चाहिँ धेरै कोरियन अब प्रडक्टहरू आउँछ, तर यो पनि आउँदो रहेछ, त्यही कारणले गर्दा यो पनि खास गरी कोरियन नै हो। यो प्रडक्ट चलाउँछु म चाहिँ फेसवासको लागि चाहिँ। फेसवास पहिला चाहिँ फेसवास गर्नु पर्यो। यसले फेसवास गर्छु लगाउँछु, किनभने यताबाट पानी दिएछ झन् त्यही कारणले यो लगाइदिएँ म। म चाहिँ कोरियनको यो स्किन फेस यो चाहिँ टोनर हो। यो टोनर हो, सक्नु आँटेको छ। यो चाहिँ जहीँ पाउँदैन। यो चाहिँ हामीले जर्जियाबाट मगाएको हो। जर्जियामा चाहिँ कोरियन स्टोर छ नि त, त्यहाँ मात्रै पाउँछ। अरू कोरियन स्टोरमा यो नराख्दो रहेछ, मैले धेरै खोजेँ तर यो पाउँदैन रहेछ। यो चाहिँ टोनर हो, एकदमै राम्रो प्रडक्ट छ। यो चाहिँ जताततै पाउँदैन रहेछ चाहिँ। अब यो बेसी अब लाउनु पनि परेन, अलिकति लाउँदाखेरि भइहाल्छ। अनि यो चाहिँ टोनर हो। यो टोनर लाउँछु म, बेसी लाउँदिनँ स्किनमा, केही पनि लाउँदिनँ म। कहिले फाउन्डेसन चाहिँ कहिले लाउँदिनँ, मेकअप कहिले गर्दिनँ म। खालि मोइस्चराइजर अनि सनस्क्रिन। यो चाहिँ टोनर हो। अब हामीले मुख धोइसकेर टोनर चाहिँ गर्नुपर्छ। यो टोनर हो। अनि यो चाहिँ मोइस्चराइजर हो। हेर्नुहोस्, यो चाहिँ मोइस्चराइजर हो। यो चाहिँ मोइस्चराइजर हो। यसलाई पनि बेसी लाउनु परेन, सरी। यो पनि अलिकति यसो गरेर दल्दाखेरि भइहाल्छ। एकदम राम्रो प्रडक्ट छ यो चाहिँ, कोरियन प्रडक्ट हो। मलाई चाहिँ एकदम मन पर्छ कोरियन प्रडक्टहरू। अहिले एकदम फेमस छ नि कोरियन प्रडक्ट चाहिँ। टिकटकमा पनि पुरै त्यही मात्रै भिडियो देख्छु म टिकटकमा, खालि कोरियन 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 कोरियन। अनि हामीले क्रिमहरू लाउँदा, जे पनि सनस्क्रिन होस्, जे पनि क्रिम होस्, मोइस्चराइजर जे पनि लाउँदा हामीले यस्तो गर्नुपर्छ, उँभो यसरी उँभो गऱ्यो भने चाहिँ यस्तो घिच्रोमा चाहिँ के अरे विङ्कल्स बस्दैन नि त, त्यही कारणले गर्दा। अनि यो पनि यसो गरेर गर्नुपर्छ। मेरो चाहिँ यति हो है, स्किन केयर चाहिँ बेसी छैन। अनि यो सानोबाट आउँछ, यो यहीसँग नै आउँछ। यो पनि मोइस्चराइजरै हो। खास गरी यो चाहिँ के को लागि भने विङ्कल्सको लागि हो। यो चाहिँ विङ्कल्सको लागि हो। चाहिँ हाम्रो जति पनि अब विङ्कल्सहरू हुन्छ नि त हैन, यतातिर यस्तोमा यहाँनिर, मेरो चाहिँ यहाँनिर हुन्छ बेसी जस्तो।
यहाँ चाहिँ हुँदैन कि यहाँनिर चाहिँ हुन्छ रिङ्कल्सहरू नि। मेरो चाहिँ यस्तै छ है, स्किन केयर चाहिँ मेरो यस्तै हो। म कहिले पनि फाउन्डेसन लाउँदिनँ, कहिले फाउन्डेसन लाउँदिनँ, कहिले मेकअप गर्दिनँ, किनभने फाउन्डेसनले नि अनुहार पुरा बिगारिदिन्छ, छिट्टो चाउरी पठाइदिन्छ, छिट्टो बुढी देखाउँछ है। तपाईँहरूले पनि याद गर्नु नि। कहिले कहिले अब यस्तो पार्टीहरूतिर है, प्रोग्रामहरूतिर लाउँदा केही पनि छैन, सरी। तर डेली लाउँछ नि, कहिले त डेली फाउन्डेसन लगाएर मात्रै बस्छ उनीहरू। उठ्ने बित्तिकै फाउन्डेसन, लाली, के अरे लिपस्टिक लगाएर बस्छ। म चाहिँ मन पर्दैन, खालि मेरो यति हो स्किन केयर। अनि बाहिर जाने बेलामा चाहिँ सनस्क्रिन लाउँछु। यो सनस्क्रिन चाहिँ एकदमै राम्रो लाग्यो क्या मलाई, मैले धेरै ट्राई गरेँ। यहाँ हेर्नुहोस् है, यो पनि कोरियन सनस्क्रिन हो। यो त्यति साह्रो ग्लो दिँदैन, यो पनि राम्रो त राम्रै छ होइन। अनि यो पनि सरी, यो पनि कोरियन नै हो, यो पनि सनस्क्रिमै हो। तर यसले चाहिँ मलाई के भयो भने आँखा पोल्यो, पुरा आँखा पोल्यो। यो चाहिँ नि आँखा पोल्दैन, यो चाहिँ युएसकै हो, युएस प्रडक्ट हो यो चाहिँ। यसले चाहिँ आँखा पोलेन मेरो। थुप्रो छ मेरोमा सनस्क्रिन, मेरो यहाँनिर सनस्क्रिन यति बिघ्न सनस्क्रिन छ, मैले ट्राई गरेको। तर यो जस्तो बेस्ट चाहिँ मलाई अरू कुनै पनि लागेन। तपाईँहरूले पनि किन्यो भने यो सनस्क्रिन एकदमै राम्रो छ, यसले ग्लो पनि दिन्छ होइन। अनि त्यहाँदेखिको अब हाम्रो स्किनमा कुनै विङ्कल्सहरू छ भनेदेखि त्यो पनि एकदमै अब लगाएपछि एकदम क्या टाइट देखाउँछ क्या यसले चाहिँ एकदमै राम्रो प्रडक्ट छ। तर यो चाहिँ युएसको प्रडक्ट हो, कोरियन होइन। यति नै है मेरो स्किन केयर। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला, सब्सक्राइब गर्नुहोस् होला। हुन्छ, बाई बाई।